धेरै पहिले एउटा सानो गाउँमा चतुरे नाम गरेको एउटा ठिटो बस्दथ्यो। ऊ नाम जस्तै निकै चलाक र बुद्धिमान थियो। त्यही गाउँमा एउटा धेरै लोभी साहु पनि बस्दथ्यो, जसले सोझा गाउँलेहरूलाई सधैँ ठग्ने र दुःख दिने गर्दथ्यो। एक दिन साहुले एउटा नयाँ नियम निकाल्यो, जसले मलाई कथा सुनाएर छक्क पार्न सक्छ वा मलाई यो त झुटो कुरा हो भन्न बाध्य पार्छ, उसलाई म 100 मुरी धान दिन्छु। तर यदि मैले पत्याएँ भने सुनाउने मान्छेले मलाई 1 वर्ष सित्तैमा काम गरिदिनुपर्छ। धेरैले कोसिस गरे, तर साहुले जस्तो सुकै गफलाई पनि हो त नि, यस्तो त भइहाल्छ नि भनेर पत्याइदिन्थ्यो। अन्तमा चतुरेको पालो आयो। चतुरेले भन्न सुरु गर्यो, साहुबा, हजुरलाई थाहा छ, मेरो बाजेको पालामा एउटा यस्तो लौरो थियो जसले आकाशको तारालाई भुइँमा झार्न सकिन्थ्यो। साहुले मुसु मुसु हाँस्दै भन्यो, हो त नि, मेरा बाजेको पनि त्यस्तै एउटा लामो लौरो थियो जसले स्वर्गको ढोका ढकढक्याउन मिल्थ्यो। चतुरेले फेरि भन्यो, अर्को कुरा साहुबा, एक पटक मैले एउटा यस्तो फर्सी रोपेको थिएँ जुन बढ्दै जाँदा यति ठुलो भयो कि त्यसभित्र एउटा सिङ्गै हात्ती अटायो। साहुले फेरि पत्याउँदै भन्यो, यसमा अचम्म मान्नुपर्ने के छ र? हाम्रो बारीमा पनि त एउटा यस्तो काँक्रो फलेको थियो जसलाई काट्न 10 जना मान्छेलाई 7 दिन लागेको थियो। अब चतुरेले आफ्नो मुख्य अस्त्र फ्याँक्यो। उसले गम्भीर हुँदै भन्यो, ए अनि साहुबा, हजुरलाई एउटा कुरा भन्नै बिर्सिएछु। हिजो राति मेरो सपनामा मेरो बाजे आउनु भएको थियो। उहाँले भन्नुभयो कि हजुरका बाजेले मेरो बाजेबाट 100 मुरी धान ऋण लिनुभएको रहेछ। त्यही धान लिन म आज यहाँ आएको हुँ। अब भन्नुस् साहुबा, यो कुरा साँचो हो कि झुटो? साहु अब निकै धर्म सङ्कटमा पर्यो। यदि उसले यो साँचो हो भन्यो भने उसले चतुरेलाई 100 मुरी धान तिर्नु पर्थ्यो। यदि उसले यो झुटो हो भन्यो भने शर्त अनुसार उसले हार्ने थियो र चतुरेलाई पुरस्कार स्वरूप 100 मुरी धान नै दिनु पर्थ्यो। साहु रातो पिरो भयो। उसले न त धान तिर्न चाहन्थ्यो न त हार स्वीकार्न, तर गाउँलेहरूका अगाडि ऊ फस्यो। अन्ततः साहुले भन्यो, लौ लौ, तिमीले जित्यौ, यो कुरा झुटो हो। शर्त अनुसार चतुरेले 100 मुरी धान पायो र त्यो धान उसले गाउँका गरिबहरूलाई बाँडिदियो। त्यस दिनदेखि साहुले गाउँलेहरूलाई ठग्न छाड्यो। कथाको सारांश, बलभन्दा बुद्धि ठुलो। कहिलेकाहीँ ठुला समस्याहरूलाई पनि बुद्धि र विवेकले हल गर्न सकिन्छ। लोभको फल तितो। अरूलाई ठग्न खोज्ने मान्छे आफै कुनै दिन ठगिन्छ।